ल ए गाइसहरु साउदी बाइ अब सकेत लिएर हिँडिसकेछ। अन्त आज चाहिँ बाइ बाइ साउदी। यो रुम पनि मेरो बिस्तार पनि केही समयको लागि छोडेर जाँदैछु है। है प्रकाश सर ल बाइ बाइ। नारायण सर हुनुहुन्छ। अब नेपालमा भेटौँ भाइ त। अब हिँड्यो है साथीहरू। केही मोबाइलै छोडेर हिँडेको हेर्नु न अझै। मोबाइल झोला ल अब नेपाल प्रस्थान भाइहरूले यसरी सम्मानजनक छोड्दै हिँड्ने भएको छ। अब जाने हो हाल्नु पर्यो नि। ल साथीहरू नेपालमा भेटौँ न। अब आज 27 तारिक भोलि बिहानको फ्लाइट। त्यतै राख्नु नि मिल्छ भने। एयरपोर्ट जाने बाटोमा माटो पनि हेर्नु गाडी बिग्रेर यार बिजोग भयो। यसले उठाउने आइभ्याएको एकैछिनमा। यस्तो बिच बाटो आएर यार रोकियो यार माकुर यार के गर्ने यार। कति नराम्रो साइडमा हिँडेछ यार। ए भगवान् बाटोमै बिग्रिनु पर्ने भगवान्। यस्तो दममा बिजोग साथीहरू बिजोग भयो यार। राति बिखाइमा आधा राति है गाडी बिग्रिएर यार। चिसो के खानु नारायण सर भन्नु। ल अहिले हामी नास्ता बाटोमा यस्तो काले देखाएको यार। काले केटाले नै यता पिसाब फेर्ने आउनु। ल हामी अब जाँदैछ यार। डराइसकेको थियो यार माटो झन्डै बने यार एकैछिनमा बनेर। अहिले यता निद लाउँछ भनेर चिया कफी सफी खान्छु भन्दैछ। 23-24 भनेपछि 12 बज्नु लाग्यो। अब जाने हो झन्डै बने यार। आधी घन्टा जति बस्यो है। आधी घन्टा जति बसेर अब जाँदैछ। दमम इन्टरनेसनल एयरपोर्टमा आइसकेको छु। यो चाहिँ ड्राइभिङ जोक नरमाइलो है साथीहरू। यस्तो यहाँ चाहिँ ड्राइभिङ गर्दो रहेछ यस्तो छ।
जाँदैछु ल आइपुग्यो अब छोरो नेपाल एयरलाइन्स यस्तो भित्रै जाँदै ल तमाम एयरलाइन तमाम एयरपोर्ट ओमन एयर यता फेरि हाम्रो नेपाल एयरलाइन जाँदै Nepal Airlines Careful while opening the overhead bins. Before leaving the aircraft, please ensure that you have all your belongings with you. It has been a pleasure to have you on board. Captain Rajesh Kushwa and the entire crew would like to thank you for flying Nepal Airlines, and we look forward to serving you again. त्यसरी हामी अब नेपालीहरूको कति यही हो क्या विदेशबाट आए यस्तोमा चढेर आउनुपर्छ नआउँदाखेरि अवस्था साउदीबाट आएको अवस्था भेडा जस्तै कुरी लाइनको लाइन लगेजै फोरिदिएको थिएँ कुरी अब यो लागेर लिइजानु ट्याक्सी त चाहिएको हो बस पार कति हो र रेट 1000 भने सुन्थ्यो मैले त एकजना हो बस पार्क हो कहाँबाट कहाँसम्म छ उताको आएको छ यो बसेकै 1 घन्टा भयो ल यही हो हामी चढ्ने लास्ट सिटमा यताको बसेकै 1 घन्टा भयो
बिहान 6 बजे आएको गाडीहरू यता बल्ल आइपुगेछ कहाँबाट ल विकासको छोरीले यसरी गर्दैछ है साथीहरू यताबाट गर नि छोरी ऊ यता त्यस्तो होइन के त्यस्तो होइन के रितु यस्तो गरेर स्याट गरेर काट्दै जाऊ त काट्दै नकाट्ने रहेछ चक्कुल थियो यार कैँचीले काट जानेन क्या यता ल्याउ ल ओके ओके यसलाई स्याट त उठा 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 नसकेको ल मजा टान ल हेर हेर सरप्राइज सरप्राइज यता यता रितुको फेभरेट के भयो खै खै मेरो लागि हो थिएन बाबाले भन्छ त्यो त खै खै त्यो त ओ त्यो सबिना दिदीको हो त्यो सबिना दिदीको यो होइन होइन यो त ओ त्यो त नारायण दाईको यो दिने जाऊ त अहिले ओहो जम्मा कुचिया हो त्यो के गाडी हो त्यो र यो नारायणको दिदीलाई दिन्छ हो यो फोरेर नि ल्याएको छ क्या यो नफरी दिए यो पङ्गी आन्टीलाई दिएँ यो सेम हो सेम ए त्यो निनीको हो सन्त निनीको हो त्यो प्लास्टिकमा भएको खै कसको नाम छ यो दिए यस्तो मजा मजा हालिसक्यो मैले यस्तो मिठाईले कस्तो गरम गरम ओहो त्यहाँ सोहन त्यसरी नकाट्यो खोल्न मिल्छ क्या यो च्याप्टर दिस इज फर सोहन थापा सेम हो सेम हो रितु र बागस भएर मैले इयरफोन पनि हो के अहिले म हालिदिन्छु कुन कलर मन पर्यो रितुलाई
मन परेको हैन के हुन पर्ने यो र यो राम्रो रहेछ यस्तो हुन पर्ने यस्तो धेरै आइरहेको मन परेको यस्तो रहेछ चार्जर दुईटा चार्जर कुन चाहिँ चेनो हाल्ने दिदो खै कुन चाहिँ मन पर्यो त्यही हाल्न पठाउँ बाबुलाई यो चाहिँ छैन त बाबा त्यही छ यार अर्को हातमा त्यही लिएर हेर नि कहिले हुम हालिदिन्छ ल यो दिया त यो हेर कहाँ यतापट्टिबाट काट्न यतापट्टिबाट हुन्छ यस्तो घुम कहाँ भयो चाबी मैले के चाबी यो त राखेको थिएँ हो त्यो कोरमा थियो त ए यो सुप पनि रहेछ ल कता अहिले सपिङ झोला थियो यो यस्तो काटा मैले बिर्सेको के अनि हेरेर अन्त हेर्काले भाटै नखाए जानु भनेको नि स्कुल घुमा त त्यो चाबी घुमा त हजुरलाई थाहा छैन मलाई कुन दिन भोक लाग्छ कुन दिन भोक लाग्दैन सितान तल उठ्रहेछ कि यहाँ लक छ के त्यति खोइ त्यो निकाल त निकाल्नु त अरु केही छैन कुपात्तेको हैन अब त त्यही खाएर बस ए ओ यो त यो कसको छ ए यो त मेरै हो खजुर हो क्या रामबा चौचो जस्तै बसेछ है यो चौचो रामबा चौचो यो चौका यो कपाल लगाउनु अहिले किन्नु जान्छ हम बन्द गर्नु भयो न खोल के खोल 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 तपाईँ त विदेशबाट त ओरिजिनल खजुर लिएर आउनु भएको छ भन्छ एयरपोर्टमा क्या खजुर त एकदम मनपर्छ मलाई त भन्छ पुली खाएर डिटो पुलिसले त्यो चेकिङ गर्ने